काठमाडौँको बिजी लाइफबाट अलि ब्रेक लिन म र मेरो मितिनी यो छुट्टी जमाचो हाइकिङ गएका थियौँ। बिहान बिहान नै एक्साइटमेन्टसँग हामी नागार्जुनको फुलबारी गेटमा पुग्यौँ। त्यहाँ इन्ट्री गर्न प्रति व्यक्ति 100 रुपियाँको टिकट काट्नुपर्ने रहेछ। आर्मी चेकपोस्टमा ब्यागहरू चेक हुने रहेछ अनि नन भेज आइटम, नाइफ, नेल कटर जस्तो साफ आइटमहरू एलाउड छैन भनेर चेक गरिरहनु भएको थियो। गेटबाट हाइक सुरु हुने बित्तिकै सिटीको नोइज नै हरायो। फ्रेस हावा र जङ्गलको शान्त इन्भाइरोमेन्टले मुड नै रिफ्रेस बनाइदियो। उकालो अलि गाह्रो लाग्यो, तर बाटोभरि कुरा गर्दै हाँस्दै हिँड्दा थकाइ नै फिल भएन। जङ्गलभित्र चराचुरुङ्गीको आवाज, ठाउँ ठाउँमा प्रेयर फ्ल्याग्स अनि माथि पुग्दै जाँदा देखिने काठमाडौँ भ्यालीको भ्यू साँच्चीकै वर्थित लाग्यो। जमाचो हाइकिङ छोटो हाइक भए पनि एक्सपिरियन्स चाहिँ एकदम पिसफुल र मेमोरेबल लाग्यो। माथि जमाचो गुम्बा पुगेपछि हावा नै अर्कै फिल हुन्थ्यो। त्यहाँबाट देखिने भ्यूले सबै थकाइ बिर्साइदियो। फोटो, भिडियो, मेमोरिज सबै क्याप्चर गर्यौँ। नेचरसँग कनेक्ट हुन र माइन्ड रिफ्रेस गर्न जमाचो एकदम पर्फेक्ट प्लेस रहेछ। यो हाइकले मलाई एउटा कुरा रियलाइज गराइदियो, कहिलेकाहीँ सिटीबाट टाढा नेचरमा स्पेन्ड गरेको सानो टाइमले पनि मेन्टली धेरै पिस दिँदो रहेछ।